7 किलोमिटरको 230 रुपियाँ उठ्यो। अब माटो म विदेश जान्न, अब यहीँ बस्छु म। केटा हो, मैले त फेरि पनि एउटा दामी च्वाक केडी भेटाइसकेको छु। वर्ष जवानीमा आजको मेरो इन्कम भने 2114, लगभग आज मैले 7.5-8 घन्टा जति चाहिँ काम गरेँ होइन। गुड मर्निङ मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, के छ तपाईँको हाल खबर? मेरो एकदमै ठिक छ। तपाईँ हेर्दै हुनुहुन्छ मिस्टर झिल्केला अल द वे फ्रम काठमाडौँ। अनि आजको गुड मर्निङ चाहिँ मेरो यो टोखाबाट हुँदैछ होइन। म अहिले टोखामा छु। मेरो राइड पनि मेरो लागिसकेको छ। बिहान बिहान मैले 4वटा राइड अलरेडी हानि पनि सकेको छु होइन। यो चाहिँ मेरो 5वाँ राइड हो। अनि टाइम राइड नाउ इज 8:27 गइसकेको छ होइन। सो म चाहिँ अहिले मेरो 4th कस्टमर लिनलाई लोकेसनमा जाँदैछु होइन। अनि भिडियो तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, सो कमेन्ट पनि दिनु होला कहिलेकाहीँ होइन। भिडियो हेर्ने मात्र काम नगर्नु होला, एउटा सब्सक्राइब पनि दिइहाल्नु होला होइन। भन्दै मेरो 4th कस्टमर, मेरो 4th प्यासेन्जर पिकअप गर्नलाई होइन। तर होइन अहिले चाहिँ नेपालमा चाहिँ यहाँ बाँच्न नसक्ने बनाइसकेको छ क्या यार। यस्तो रेट छ नि, कसम म सब छोडेर कसम विदेश लागिदिन्छु अब म यार। यस्तो रेटमा कहिले काम गर्छ भने यार, झन् विदेश छोडी साला नेपालमा के गर्छु भनेर झन् पठाउ गर्न थालेको। म्याम भोलि हुन्छ त अब हुन्न नि। अब यस्तो रेट छ कि नगरी पनि भएको छैन, गरेर पनि सुख छैन, नगरेर पनि सुख छैन टाइपको भइसक्यो क्या यहाँ त। मलाई त यहाँ बरु कोही विदेशमा हुनुहुन्छ भने चाहिँ होइन मलाई भिजा पठाइदिनु यार, म त लाग्दिन्छु गाडी। अब म त लाग्दिन्छु अब विदेशतिर। यस्तो रेटमा नि कहिले गर्छ भने क्या यार, वाक्कै भइसकेँ म त। लोकेसनमा त म आइसकेँ होइन। प्यासेन्जर साहब कता हुनुहुन्छ यार? अब यार खोइ मान्छे छैन। खै को? तारकेश्वर पेट्रोल पम्प अरे। ओहो ब्यालेन्स छैन भन्छ फेरि स्किममा का। आई नो यार, गेटिङ लो आई नो, भनिराख्नु जरुरी छैन के। हेलो दाइ म आइसकेँ है। कता हो तपाईँ? हो तारकेश्वर पेट्रोलियम होइन त? ल जाम त। अनि 8 किलोमिटर पो छ त भयो। कताबाट जान्छ त यो? पछाडिबाट? यताबाट? मलाई यो मेन रोडसम्म निकालिदिनु न है, म हल्का थाहा छैन कि मलाई यतातिर। ल रिक्स के तपाईँ पेट्रोल पम्पमा काम गर्ने हो? होइन, पेट्रोलियमको हाल्नु भएको रहेछ र क्या। यहाँबाट कता जाने भन्नु त? राइट साइडमा। यो त धादिङ जिल्ला होला होइन? ए भनेपछि धादिङ यही घर पछाडि यहीँ रोकिदिउँ। ल अब खुट्टा पनि काम गरेन, हात पनि काम गरेन, यस्तो छ यार हाम्रो। तपाईँको त झन्नै 2 रुपियाँ कम 200 रुपियाँ भएछ। ल ल हुन्छ दाइ। यहाँबाट पाउँछु कि पाउँदैन यार? धादिङ ल्याइपुऱ्यायो क्या मलाई, ठ्याक्कै धादिङ ल्याइपुऱ्यायो यार। यसरी त म बाँच्नु सक्दिनँ नि हौ भने भगवान्। उठ्यो गाइज उठ्यो, 7 किलोमिटरको 230 रुपियाँ उठ्यो। अब माटो म विदेश जान्न, अब यहीँ बस्छु म। यस्ता राइड लिनु त तारकेश्वरतिर आउनु पर्ने रहेछ क्या यो डाँडामा। तारकेश्वरबाट पनि अझ धादिङ भनौँ न, म्याम भोलि यस्तो ठाउँमा ल्याएर छोडिदिया भने मलाई यार के भन्नु। म त मै अचम्म परेको क्या। आसम कि रोम कि हुन्छ हौ घरिघरि त म्याम भोलि। तर हेडक्वार्टर पुलिस हेडक्वार्टर जाने अरे 230 रुपियाँमा 7 किलोमिटर। अनि प्लस पोइन्ट के छ भन्दाखेरि चाहिँ 1% मात्र छ क्या सर्भिस चार्ज चाहिँ होइन। कमिसन पनि दिनु परेन होइन। 3 रुपियाँ कमिसनमा भोलि यस्तो राइड त मैले त फेरि छान्नी ठिकै उठाएर मैले बबाल हानिहाल्नुपर्छ क्या। बबाल हान्नुपर्छ, बबाल हानिदिने हो क्या गाडी। चिसो फेरि यति बबाल चिसो हो कि म्याम भोलि यो नामै चिसो पानी अरे। चिसो त नहुने कुरै भएन फेरि होइन, चिलमा जाने हो क्या। दिदी त कत्रा चलाइदिने क्या दिदी त फेरि 1.5 चलाइदिने हो नि 1.5। आज त मैले बबाल राइड हाने हो क्या माटो। 9 किलोमिटरको 300 रुपियाँ, 7 किलोमिटरको 218 रुपियाँ, त्यो पनि बिना कमिसन। आमा बडो मजा आयो। 7 दुनो 14 हुनुपर्ने, 140 हुनुपर्ने आइडल रेट चाहिँ होइन। यहाँ त बडो रमाइलो भइरहेछ त हौ गाइजहरू। यस्तो रमाइलो भइरहेको नि कसम हान्ने नि हो क्या, हान्ने नि।
जाम कि जाम राइड हानिदिने हो क्या लोकेसनमा त आयो मान्छे कहाँ प्रतीक्षा दिदीले प्रतीक्षा गरिराख्नु भएको रहेछ तर कहाँ चाहिँ प्रतीक्षा गर्नुभएको त खै यो दिदी चाहिँ होला पक्कै पनि तपाईँ हो दिदी तपाईँ हो पुलिस हेडक्वार्टर होइन कहाँ हो त अनि ए ऊ त्यहाँनिर हो तपाईँ हो दिदी म भर्खरै यहीँबाट फर्क्या हो म यहीँ थिएँ तपाईँ यहाँ हुनुहुन्थेन भर्खरै त्यही भएर म फर्केर फेरि उहीँ बस्नु नक्सल होइन दिदी दिदी पुलिस हो क्या हो यहाँ पुलिस हेडक्वार्टर हाल्नु भएको छ नि त अनि इन्भेस्टिगेसनतिर हो कि के कतातिर हो कुन फाँटमा हो तपाईँ प्रशासनतिर हामी त यहाँ अगाडिबाट मुनि जाने होइन दिदी औ लाग्यो यत्रो अन्डा लगेर कहाँ जान लाग्यो अन्डै अन्डा कति धेरै अन्डा 2 मिनटको जाम लाग्ने हो नि क्या ल कता हो तपाईँको अफिस यता यता हो तपाईँको अफिस यहाँ हो तपाईँको अफिस 217 भयो दिदी 217 भयो दिदी चेन्ज छैन नि चेन्ज छैन यहाँ 300 दिइसक्नु भयो तपाईँले ई सेवामा दिन्न ई सेवामा हालिदिनु के बरु छैन तपाईँको नम्बर छ म तपाईँलाई ई सेवामा हालिदिन्छु के हुन्छ भन्नु त ए भइहाल्यो भयो ल ल 17 रुपियाँ चाहिँ दिदीले पछि हालिदिने रे केटा हो होइन दिदी चाहिँ पुलिस नि हेडक्वार्टर ल्याएर छोडिदिएँ मैले पुलिस नि तर आफ्नै गाउँको रहेछ क्या फेरि मेरो घरभन्दा जस्ट 5-10 किलोमिटर माथिको रहेछ म त सरप्राइज भइदिरहेको भने अब कसैलाई केसेस हाल्नु छ नि भनाकडा होइन अब केसेस गर्नु छ भने होइन केसेस गर्नु छ भने भन यी हाम्रै गाउँको पुलिस दिदी यहाँ हेडक्वार्टरमा त्यो पनि हेडक्वार्टरमा हाम्रो गाउँको पुलिस नि दिदी अरू केही भन्नु छ मसँग पङ्गा लिनुभन्दा अगाडि पहिला सोच्नु पऱ्यो है केटा यहाँ गाउँकै पुलिसहरू यहाँ हेडक्वार्टरमा रहेछ अब म कहाँ जान्छु भनेपछि टाइम चाहिँ अब 9:30 भइसकेछ म चाहिँ अब यो बन्द गरेर लाग्दिन्छु घरतिर होइन याङ्गोमा घरतिर लाग्दिन्छु म 9:30 भइसकेको छ नि त अनि को गर्छ अब जाम हुन्छ एक त जामले वाक्क दिक्क बनाउँछ क्या मलाई के हान्ला है माया टोक्ने दाइले सरर जाने अब लाज किन बाबा लगडा अहिलेको चाहिँ मेरो काम सक्यो होइन 9:30 भइसकेछ बिहानको अब जाम हुन्छ होइन अहिलेलाई चाहिँ म घर जान्छु अब बेलुकाको लड चाहिँ यता जान पाउँछ कि पाउँदैन जान पाउँछ होला दिदीले चासोमा जानु ल पाउँछ क्या गाडी किन्न पाउला र भने हिँड्यो आइगयो क्या मामबुली आइहाल्यो पाटनको राइड आइगयो एउटा लगेर जान्छु म होइन पाटनबाट यता लत छिरिदिन्छु होइन रुममा मैले के भन्नु लाग्थेँ भने अहिलेको राइड चाहिँ मेरो अब अहिलेको काम चाहिँ मेरो सक्यो होइन बाँकी चाहिँ अब म बेलुका निस्किन्छु एक लट होइन बेलुका निस्किन्छु अनि बाँकी भिडियो चाहिँ अब बेलुकाको भिडियो आउँछ है त अनि हेरेर चाहिँ सब्सक्राइब पनि हान्ने गरौँ क्या है हेर्ने मात्रै होइन सपोर्ट गर्नु पऱ्यो कर्त एउटा नेपालीले अर्को नेपालीलाई सपोर्ट नगरे कसले गर्ने हो र भने के यति राम्री दिदीलाई मैले एकदम सुरक्षित के बोलिरहेछु म पागल हो म पागल हो यहीँनिर होइन यहीँ रोकिदिउँ कि अगाडि कस्तो नेटै नचल्यो हो नि आउनु पर्ने त ल यस्तै होइन हो हस् थ्याङ्क यू धन्यवाद दिदी धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद भोलि अब घरतिर ल्याम्म रुममा गएर मासु भात लप्काएर बस्छु म्याम यति राम्री दिदीलाई बाटानु कहिले टप्प टिपेर लाला भनेर मैले उहाँ झन् सुरक्षित ल्याएर छोडिदिरहेको छु होइन केटा हो समाजसेवा पनि भइरहेछ है यहाँनिर फेरि
तिमीहरूले त मोज गरे भन्ने सोच्या होला समाजसेवा गरेर आऊ मैले कुरा बुझ्यौ नि खास ताजा स्टार्ट गरिदिने बेलुकातिर अब ल गुड इभिनिङ छ सबैजना केटाहरूलाई म चाहिँ बिन्दास सुत्दैछु होइन दिउँसो अनि मेरो अझै 6वटा राइड बाँकी थियो होइन अनि भर्खरै उठेर अनि नास्ता भन्दा नि अब मिल्क सेक खाएर चाहिँ म टक्क याङ्गो अन गरेँ होइन अब यो फर्स्ट मेरो बेलुकाको चाहिँ फर्स्ट प्यासेन्जर उठाउन जाँदैछु अनि त्यो भाइ चाहिँ जाँदै रहेछ 12 किलोमिटर ल्याउनु त मन थिएन फेरि बानेश्वरतिरको रहेछ त्यही भएर मैले उठाएको होइन उठाएर त्यो भाइले यहाँ मलाई यहीँ आउनु भनिरहेको थियो कि अब यो भाइ चाहिँ कहाँ छ त फेरि यार अहिले आउनु दाइ भन्दै थियो यतैतिर हो कि कतातिर हो खै आइसकेको भाइ कता हो तिमी ल आऊ न म यहीँ छु बिचैमा टाइम फुटसल ज्ञानेश्वर अरे कहाँ हो यो ज्ञानेश्वर भने ज्ञानेश्वर भने यहाँ रहेछ ए ज्ञानेश्वर सिनामङ्गलभन्दा माथि ज्ञानेश्वर जानु लागेको रहेछ यो भाइ चाहिँ 12 किलोमिटर रहेछ फेरि अब कति हो रुपियाँ फेरि रुपियाँ सस्तो होला क्या म्याम फुली रुपियाँ चाहिँ कम छ है ल थाहा पाइसक्यो मैले आइसक्यो भन्थ्यो कहाँ छ फेरि मुला सागलाई लतार्नु पर्ने हो कि के हो अजिब आदमी यार फोन गर्दै आएँ भन्दै मुला ल तिमी हो बस लडिक छ ज्ञानेश्वर होइन त लडिक छ यो फुटसल खेल्न जाऊ कि जान लाग्यो त्यही भएर यति बेला फुटसल खेल्ने हजुर यति बेला हामी 3 जना थियौँ होइन छुट्टै ग्याङको गएर जान लाग्यो फेरि किन अनि यति बेला फुटसल त यति बेला ठ्याक्कै फिक्स भयो कि फिक्स भएको थिएन छिटो आइदियो भनेर भन्छ कि त्यही भएर ब्रोको फुटसल खेल्ने ठाउँ त आयो सानो गल्ली छ यार हो कि होइन थाहै छैन छिराइदिउँ न पुग्ने लाग्यो कि अब 1 मिनटमा हो कस्तो फेरि हाउरा नगर इ फुटसल यस्तो डेन्जर बाटो आएछ नि यस्तो डेन्जर बाटो आइएछ कि आइदेऊ न उलाहरू 16 वर्ष जानीमा ल आयो भाइ फुटसल खेल्ने ठाउँ आयो भविष्यको कर्णधारहरू यतै छन् क्या हो क्युआर कहाँ छ क्युआर एक सेकेन्ड है ल 109 ल आयो ल ब्रो ल ओके छ त यो ब्रोलाई चाहिँ मैले यहाँ फुटसल खेल्ने ठाउँमा छोडिदिइसकेँ होइन ब्रो चाहिँ भविष्यको नेसनल प्लेयर अब हो जस्तो लाग्यो मलाई अब फुटसल खेल्नलाई 12-13 किलोमिटरबाट आइदिरहेछ क्या के भन्नु होइन यतिको डेडिकेसन भयो भने त देश अगाडि बढिहाल्छ नि होइन केटा हो बानेश्वरको एउटा राइड दिएन हौ याङ्गोलाई त मैले त कुन दिन त डिलिट गरिदिन्छु कि म त अनिस्टाल हो कि के भन्छ नि त्यस्तै क्या अनिस्टाल बाटो हो कि के हो यो म्याम भोलि बाटो हो कि के हो गाडी लौ बाटै छैन यार कहाँबाट जाने होला त तेरीमाका यसको बाउको कबेलीको अचार सेट इज द फुड भइहाल्यो नि अब मामफुली खै बाटै छैन भने के बाटै छैन के कहाँ जानु म कहाँ जानु के गरौँ यता रहेछ नि त बाटो त्यसका बाजेको कुइया कबेली अनलाइन छ राइड आन्न क्या फेरि म्याम यस्तो दिन्छु र खै राइड याङ्गो हो कि म्याम फुली के हो याङ्गो हो कि ल्याङ्गो हो गाडी राइड दे ओ याङ्गो राइड गयो एनी मिनी मानी माउ याङ्गो बेबी राइड पाऊ ढिङ्का चक्का आजको मेरो म लास्ट राइड लिन जाँदैछु यो शान्तिनगरबाट छ मेरो लास्ट राइड चाहिँ होइन यता नागार्जुनतिरको लागि छ यताबाट उँभोबाट कता भन्छ यार यस्तो यो सुकुम्बासी बस्तीमा हो क्या भोलि यस्तो सुकुम्बासीमै हो रहेछ क्या यो एरिया त फेरि डेन्जर एरिया हो नि त
सुकुम्बासी बस्तीमा रहेछ क्यामेरा त अन गर्नु पऱ्यो होइन डेन्जर एरिया हो भने फेरि रातिको बेलामा चोक्टा खाइदियो नि मेरोमा आम्फुले हेलो ब्रदर म यता खोलातिर आइपुगेको छु यार अब यो कहाँबाट आउने हो यार म्यापले उही देखाएन त्यो त हो कि यहाँ छिर्ने बाटो भेटाएन क्या मित्र रोक्नु है आउँदैछु अब ए छैन बाटै छैन यार थेत्तेरीको कस्तो आँडे ठाउँमा आइपुग्यो म यता खोलापट्टि आइपुगेँ पछाडिपट्टि खोलातिर हो क्या ओके ओके बाटै छैन गुगल म्यापले के देखाउँछ है गुगल म्याप पनि खोल्दिनँ क्या म त हल्ल न मल्ल पारिरहेको छ यार जाला खोलातिरमा भोलि हजुर खोलाबाट बाटै रहेन रहेछ अनि माथिबाट फेरि घुमेर आउँदैछु अब म्यापले उल्टा उल्टा देखाउँछ यार कहाँ बाटै नभएको ठाउँमा भित्र जा भन्छ बाटै छैन फेरि यार म माथिबाट चाहिँ आउँदैछु ल तपाईँ हो कहाँ खोलामा पुऱ्याइदियो यार हजुर फेरि भन्नु त होइन कहाँ लेखेको छ बालकृष्ण भनेर गाडी नम्बर हो त्यो यार गाडी नम्बर हो त्यो हामी जाने कहाँ हो नागार्जुन कहाँ त्यो त ठाउँको नाम भन्नु न कलङ्की कता हो कलङ्की सलङ्की नाम भन्यो भए सजिलो हुन्थ्यो होइन तपाईँले भन्नु म त्यही बाटो जान्छु जानी कहाँ हो त्यो भनिदिनु भनेको क्या रेकर्ड छैन अफ छ क्या कलङ्की त्यही कलङ्की भनिदिनु हुन्छ नि यहाँ जाँदैछ है भन्ने हुन्छ नि ल ल जाम बस्दिनँ न त ल मलाई छोटो एकदम मिठो बाटो भन्नु त कताबाट ल पहिला फनक्क फर्किहालौँ होइन त्यसपछि के भन्नु होला पछाडि ठोकेलाई कहाँ गल्लीमा पुगेँ न अगाडि जानु मिल्छ न पछाडि जानु मिल्छ त्यस्तो ठाउँमा जा भन्छ अगाडि यार फ्राइडे पनि हो ए गुड फ्राइडे आज किन के भेट्नुला ए गुड फ्राइडे भने होइन मैले अनि गल कता माथि कानेक्लिङ भने नि यहाँबाट हामी सिधै बाग बजार हुँदै तपाईँको ठ्याक्क त्रिपुरेश्वर निक्ल्यौँ यहाँबाट माथि सिधा 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 स्ट्रेट अनि त्रिपुरेश्वर निक्ल्यौँ त्रिपुरेश्वरबाट ठ्याक्क कलङ्की पुग्यो कलङ्कीबाट ठ्याक्क हल्का 200 मिटर लेफ्ट जानुपर्छ त्यहाँदेखि 501 किलोमिटर होला राइट जानु पर्यो ट्याक्कै पुग्यो ल त्यो म्याटर छ जेन्जी सेन्जी के मुलाङ तिर्मुला भनेको सर्भर सब डाउन केही न केही तिरिन त्यस्तै फोकट्या नागरिक एप भएर ठिक छ यार ठिक छ त्यसले चाहिँ एकदम राम्रो छ है ड्यु हाल्न मिल्छ क्या त्यसमा तपाईँले अब बिलबुक बोक्नु भन्दा जे बोक्नु सर बिर्से फाइन हानिदिनु भन्दा त्यसमै हानिदिन्छ क्या अरू बेला त पैसा होला नहोला अहिले लेप्तले पार्छ नि त जाँठाहरूले नागरिक एपले एकदम सजिलो बनाइदियो खाने अनि यस्तै सिस्टम छ क्या इन्डियामा पनि म भोला खाँदिनँ नि रङ नम्बर पऱ्यो होला ब्रदर यार रूपमाङ कटवाल चिन्नुहुन्छ नेपालको प्रधान सेनापति सुन्या हो नाम चाहिँ होइन मैले मान्छे एक्ज्याक्ट ऊ थाहा छैन ऊ भनेको चाहिँ मेरो रिलेटिभ छ क्या कन्डेको सरकार माधर जनआन्दोलनमा चाहिँ बहुमत ल्याएर 2/3 मत ल्याएर सरकार बनाएको होइन स्विजरल्यान्ड बनाउँछु भने त जनताले भोट हालेका हो नि त 2/3 मत दिएको भरे माधर
बनाए त स्विजरल्यान्ड 9 महिनामा सरकार हाल्दै रूपमा कटवालले 9 महिनामा हो ए गर ल ब्रदर है त ल नाइस टु मिट यु ब्रदर भेटेर खुसी लाग्यो मजा आयो यार ल हुन्छ है 10:18 गइसक्यो म भर्खरै रुम आइपुगेँ किनकि मैले 1 घन्टा जति चाहिँ कलङ्कीमा बसेर बक्चोदी गरेको थिएँ कि होइन अनि आजको इन्कम देखाउनु पर्दाखेरि चाहिँ अब क्यालकुलेटर पहिला खोलौँ होइन त्यसपछि सबभन्दा पहिला त याङ्गोमा हेरौँ 1228 रुपियाँ क्यास भयो रहेछ ल 1228 क्यास भयो होइन त्यसपछि बोनस 660 रुपियाँ 660 को बोनस होइन अनि त्यसपछि इनड्राइभमा कति भएको छ इनड्राइभमा नि छ मेरो पर्फर्मेन्समा गएर हेऱ्यो भने 536 रुपिस भयो रहेछ आज प्लस 536 गरेर 2424 रुपियाँ भयो ट्याक्कै होइन यसमा अब 310 को त पेट्रोल लाग्छ 2114 भयो भनेपछि आजको मेरो इन्कम भने 2114 लगभग आज मैले 7.5-8 घन्टा जति चाहिँ काम गरेँ होइन अनि 8 घन्टा अलि पुगेन तर 7.5 घन्टा जति चाहिँ भयो होइन 7.5 घन्टामा चाहिँ 2114 रुपियाँ मेरो नेट इन्कम यसमा 100 को खाजा हटायो भने चाहिँ अब टक्क 2000 रुपियाँ चाहिँ बच्यो आजको लागि होइन सो त्यही हो एउटा हो किप वाचिङ किप सपोर्टिङ होइन एन्ड जय नेपाल।